भन्नु त यो ठाउँको बारेमा। यो इपिक सेन्टर ग्रान्ड फेरीको घुम्न आउने अब पर्यटकहरू आउने ठाउँ हो यहाँ विशेष गरी होइन। यो चाहिँ अब छेउछाउ मात्रै यहाँको सिनहरू हेर्नलाई पानीको जुन गार्डनहरू छ उनीहरूले बनाएको डेकोरेटिभ तरिकाको स्क्रिनहरू छ त्यो चाहिँ अँध्यारो भएपछि मात्रै देखिन्छ। लाइटसित रिलेटेड पानीको बिचमा भए हुनाले अत्यन्त समुद्रमा र Everyone.